नमस्कार सम्पूर्ण आत्मीय मनहरू। नेपाल सरकारले निजामती कर्मचारी, जङ्गी, प्रहरी तथा शिक्षकहरूको सेवा सुविधा सम्मानजनक रूपमा वृद्धि गर्ने व्यवस्था गरेको सन्दर्भमा मैले पनि व्यक्तिगत रूपमा आफ्नो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको छु। यस आर्थिक वर्षको मूल नारा कम खर्चिलो जीवन, उच्च विचार र स्वस्थ भविष्य रहेको छ। तलब कति बढ्ने भन्ने कुरा आशामा अनावश्यक खर्च कटौती गरेको छु। भरण भत्ता तथा अनावश्यक खर्च घटाइनेछ। लुगा कपडामा फजुल खर्च यो वर्ष न्यून गरिनेछ। पेट्रोल मूल्य वृद्धि र बजेट अभावका कारणले गर्दा सकेसम्म नजिकको दूरीमा हिँडेर यात्रा गर्ने नीति अवलम्बन गर्नेछु। साथीभाइसँग हुने भेटघाट र अनावश्यक पार्टी कार्यक्रम स्थगित गरिनेछन्। चाडपर्व तथा उत्सवमा देखावटी खर्च बन्द गरिनेछ। घरायसी बजेटलाई प्राथमिकता दिँदै सक्यो भने घर निर्माण तथा आवश्यक काममा मात्र खर्च गरिनेछ। आर्थिक मन्दीका कारण अनावश्यक धुमधाम कार्यक्रमहरू स्थगित गरिनेछन्। चिया र बाहिरी खाजामा हुने खर्च कटौती गरिनेछ। अबदेखि घरमै बनाएको स्वच्छ, ताजा र सुपथ मूल्यको खाजा पनि खाने बानी बसालिनेछ। स्वास्थ्यलाई प्राथमिकता दिँदै हल्का र पौष्टिक भोजन प्रणाली अपनाइनेछ। जिम तथा शारीरिक कसरतका लागि विशेष बजेट छुट्याइएको छ। यदि बिहे गरिहाल्यो भने मन्दिरमा सम्पन्न गरी फजुल खर्च कटौती गरिनेछ। लोकसेवा तथा अन्य परीक्षाहरूमा तयारीका लागि मितव्ययी ढङ्गले खर्च गरिनेछ। माथिल्लो तहको शैक्षिक योग्यता हासिल गर्न आवश्यक लगानी गरिनेछ। यसैगरी अन्य खर्चहरू पनि आवश्यकता अनुसार खर्च तय गरिनेछ। धन्यवाद।